हाम्रो सबै धर्ममित्रलाई नमस्कार र टसिदेले भन्न चाहन्छु अनि आजको यो 19 अम, पाठ मनलाई कसरी शान्ति राख्ने बारेमा फेरि म आफ्नो एउटा अनुभव र आफूले देखिएको एउटा अ, कस्तो भनौँ उम्, त्यसको बारेमा म एक दुई शब्द भन्न चाहन्छु। मैले 17औं पाठमा पनि भनेको थियो रिस उठ्छु भन्ने मन कसैलाई हुँदैन होइन। म मान्छेलाई डाह गर्छु, रिस गर्छु अनि घृणा गर्छु भन्ने सोच कसैलाई हुँदैन। तर पनि हामीले धेरै जस्तो बोधिसत्व शान्तिदेवले भन्नुभएको जस्तो नजानेर होइन, जानी जाने दुःख पाउन कोही पनि खोज्दैनन् होइन। नजानेर दुःख पाउने धेरै छ। अवस्था नजानेर, कारण नजानेर, उपाय नजानेर होइन दुःख पाउने धेरै छ। त्यो टाइममा हामीले के सोच्नु पर्दो रहेछ भने यो जुन मलाई आफूलाई दुःख होइन, रिस, राग, घृणा, डाह होइन, यस्तो यस्ता यस्ता मन आउँदाखेरि ओ यो त मेरै गल्ती रहेछ भन्ने हामीले सोच्नु त एकदमै महत्त्वपूर्ण रहेछ भन्ने म जहिले पनि सोचिरहन्छु। सजिलो त छैन। जब म तपाईँहरूलाई भन्न सुरु गर्छु एकदम सजिलोसँग भन्छ, तर पनि अभ्यास गर्नुलाई चाहिँ एकदमै गाह्रो हो। तर पनि गाह्रो हो, तर पनि बोधिसत्व शान्तिदेवले के भन्नुभएको छ भने प्रयास गर, सुरु गर, बिस्तारै 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 सजिलो हुन्छ भन्नुभएको छ। टिबेटन भाषामा भन्यो भने जुन शान्तिदेवले लेखिएको प्रवचन खुम्न लवर मेग्युर्वे मुते खाया योमाई सुनेर, यदि प्र्याक्टिस अभ्यास गरेर सजिलो नहुनेको यो केही पनि छैन भन्नुहुन्छ। त्यसले गर्दाखेरि हामीले जति सहनु सक्यो होइन त्यति एकैचोटि त सहनु सक्दैन, तर पनि मान्छेले आफैलाई नराम्रो बोल्दाखेरि झसङ्ग हुन्छ होइन, जनक्क रिस उठ्छ होइन, रगत तातेर आउँछ होइन, आफ्नो राम्रो फेस पनि, राम्रो अनुहार पनि नराम्रो भइजान्छ होइन, खाना मिठो पनि नमिठो हुन्छ, अहिले सक्ने काम पनि एक दुई घन्टा तिन घन्टा भोलि पनि नसक्ने यस्तो हुँदो रहेछ नि। त्यो के कारणले हो भने रिसको कारणले होइन। रिस आउनेको मूल अवस्था चाहिँ हाम्रै मनभित्र छ, कारण चाहिँ बाहिरबाट आउँछ। तर पनि हामी बोधिमार्गीहरूले यति बोधिसत्व शान्तिदेव उहाँले जस्तो हामीले प्र्याक्टिस गर्नु, उहाँ जस्तो जस्तै उहाँले गरेको जस्तो जस्तो प्र्याक्टिस अभ्यास गर्ने हो भने उहाँले के भन्नुभएको छ भने यदि आफूलाई घृणा गर्ने मान्छे छ भने, घृणा भनेको चाहिँ हेट्रेट होइन। अब रिसलाई एङ्गर भने चाहिँ हामीले अब रिसलाई भन्छ होइन। रिस र घृणामा अलिक फरक छ जस्तो लाग्छ मलाई। छ जस्तो होइन, छ होइन। हेट्रेट अनि एङ्गर भन्छ नि, त्यही जस्तो घृणा र रिस। घृणा भन्ने चाहिँ के हो भने रिसको पछि आउँदो रहेछ जस्तो लाग्छ होइन। घृणा भन्ने चाहिँ रिस त्यही पनि आफन्तहरूभित्र होइन, छरछिमेकीभित्र जहिलेमै भेटिरहने मान्छेहरूलाई हामीले घृणा धेरै जस्तो आउँछ। नभेट्ने मान्छे होइन, अब हामी बाहिरतिर घुम्नु जाँदाखेरि रेलमा जान्छ, बसमा जान्छ, यताउता भिड तिर पढ्दाखेरि मान्छेले गछार्छ, त्यो टाइममा हाम्रो रिस उठ्छ, तर पनि घृणा चाहिँ आउँदैन। किनभने त्यो मान्छे हामीले देख्दैन होइन। देख्दैन भन्दाखेरि ट्रेनमा चढेको मान्छेहरू आफ्नो काममा जान्छ होइन होइन। रिस त्यो टाइममा रिस छ, तर पनि घृणा चाहिँ आउनु सक्दैन। घृणा भन्ने चाहिँ यो मान्छेलाई पख है, मलाई त्यो टाइममा त्यस्तो भनेको थियो भनेर जब त्यस्तो रिस उठ्दाखेरि अनि जब त्यो मान्छे भेट्छ, जब त्यो मान्छेको अनुहारहरू हामीले सोचाइ आउँछ, त्यो टाइममा घृणा चाहिँ बढ्दो रहेछ, हेट्रेड बढ्दो रहेछ कि।
त्यसकारणले हामीले रिस आउँदाखेरि अ, रिस, राग, डाह, घृणाहरू आउँदाखेरि होइन, जुन मान्छेलाई हामीले रिस र राग, घृणाहरू आउँछ, त्यो मान्छे चाहिँ मेरो सहनेको गुरु हो। होइन, मैले कसरी सहनुपर्छ भन्ने अभ्यास गर्नुपर्छ होइन। अब सहनुलाई हामीले रिस उठाउने मान्छे चाह्यो, घृणा गर्ने मान्छे चाह्यो, डाह गर्ने मान्छे चाहेन होइन, त्यो टाइममा पो हामीले अभ्यास गर्नु सक्छ त होइन। नाचगान गर्दाखेरि, खाना मिठो खाँदाखेरि होइन, त्यो टाइममा हामीले यो सहनेको प्र्याक्टिस, पेसेन्ट भन्छ नि, सहनेको प्र्याक्टिस गर्नु, अभ्यासै गर्नु सक्दैन। शान्तिदेवले त्यही भन्नुभएको छ, जब घृणा गर्ने मान्छे र जब आफूलाई रिस उठाउने मान्छे छ, त्यो मान्छे चाहिँ होइन, त्यो मान्छे चाहिँ मेरो सहने रो अनि दया माया गर्ने अभ्यास गर्नेको कारण हो भनेर सोच भन्छ। यस्तो सोच्यो भने सजिलो छैन, तर पनि बिस्तारै सोच्यो भने यदि दया माया आफ्नो मनभित्र दया मायाको बिउ छ, त्यो बिउलाई राम्रोसँग फल अ, के भन्छ, फल फलाउनु मन छ भने त्यस्ता टाइममा अनि हामीले राम्रोसँग सोच भन्छ। जुन मान्छे आफैले रिस गर्छन् त्यो टाइममा ओ मेरो अब अ, भन्नु त अ, प्रवचनहरूमा होइन, जुन मान्छेले बोधिचित्त अ, बोधिचित्तको मन अभ्यास गर्न चाहन्छ, त्यस्ता त्यस्ता अ, बौद्ध धर्महरूले के भन्नुभएको छ भने रिस उठाउने मान्छे चाहिँ मेरो आफ्नो टिचर हो भनेर सोच भन्दा आफ्नो गुरु हो भनेर सोच भन्छ। तर पनि हामीले त्यस्तो सोच्नु एकदमै गाह्रो हुन्छ। गुरु भनेर कहाँ सोच्नु सक्छ, त्यसको अनुरोध देख्दै चरक्क रिस उठेर आउँछ नि होइन, छेउमा छ भने त बक्सिङ हानु कि जस्तो लाग्छ नि। तर नि बक्सिङ हान्यो भने हाम्रो रिस मर्दैन नि, कहाँ मर्छ, अझै रिस धेरै हुन्छ। मान्छेहरू जम्मै त्यो सुसाइड गर्छ। एकदमै रिस उठ्यो मलाई हानौँ, एकखेप हान्नु पायो भने कस्तो मजा हुन्थ्यो भन्ने सोच्छ, तर पनि हानेर मजा हुँदैन। अझै त्योभन्दा पनि रिस राग बढी हुन्छ, आफ्नो शत्रु धेरै फैलिन्छ। त्यसको साटो के गर भन्नु भने के गर भन्नुभएको छ भने त्यस्ता मान्छेहरू भेट्दाखेरि म सहनेको अभ्यास गर्नेको मेरो गुरु पायो भनेर सोच भन्छ। त्यस्ता मान्छेलाई दया माया गर भन्छ, घृणा नगर, दया गर, माया गर भन्छ। किनभने आफूलाई सहनेको अभ्यास गर्नु लगाउने मान्छे हो नि होइन। त्यस्ता मान्छेहरूलाई हामीले के सोच्नु पर्छ भने होइन, एउटा अ, बौद्धिक धर्म अभ्यास गरेर यदि गौतम बुद्ध जस्तै हामीले बुद्धको ज्ञान प्राप्त गर्नु मन छ भने त्यस्ता त्यस्ता मान्छेहरूलाई हामीले आफ्नो गुरुभन्दा पनि ठुलो मान भन्छ। गुरुभन्दा पनि ठुलो, किनभने हामी बुद्धको ज्ञान किन प्राप्त गर्ने? यस्तो जाँदाखेरि म संसारको पशुपन्छीदेखि लिएर मानवताहरू सबैजनालाई म केही न केही गर्छु भनेर हामीले बुद्धको ज्ञान प्राप्त गर्यो, उसलाई राम्रो बाटो देखाउँछु भनेर, राम्रो बाटोमा लगेर गौतम बुद्ध जस्तै अनि ज्ञान प्राप्त गराउनु लगाउँछु भनेर त हामीले ज्ञान प्राप्त गर्छु भनेको नि होइन। हामीले त्रिशरणमको गर्दाखेरि पनि त्यही हो नि होइन। अनि अ, चारवटा अभ्यास, दया मायाको अभ्यास गर्दै हामीले त्यही सोच्नुपर्छ नि। आफ्नो लागि मात्रै त हामीले अभ्यास गरेर केही फाइदै छैन होइन। गौतम बुद्धको धर्म भन्ने चाहिँ आफूलाई मात्र नभएर आफूलाई जति अ, यो जन्ममा भयो होइन, पहिलो जन्ममा भयो, त्योभन्दा पहिलो जन्ममा भयो, हामीलाई अ, सिधा र अनि घुमाइ गरेर हामीलाई आफैलाई फाइदा गर्ने मात्रै हो, आफैलाई बेफाइदा गर्ने कोही पनि छैन भन्छ। बेफाइदा गर्ने छ भने त्यो नजानेर गरेको हो भने हामीले सोच्न सक्यो भने हामीले अभ्यास गर्दाखेरि राम्रो हुन्छ भन्छ। त्यसकारणले हामीले यदि हामी गौतम बुद्धको चेला हो र हामी गौतम बुद्धको शरणमा पर्ने एउटा बौद्धिक धर्म हो भन्ने सोच्ने हो भने हामीले अनि मानवताहरूलाई दुःख नदिऊ, पीडा नदिउँ होइन, अनि घृणा नगर, रिस नगर भन्नुभएको छ।
मैले अहिले त्यो अब नेपालीबाट त मैले त्यो अ, के भन्छ उल्लेख गर्नु सक्दैन, तर भने टिबेटनबाट भन्यो भने बोधिसत्व शान्तिदेवले ६औँ च्याप्टरमा के भन्नुभएको छ भने सिम्चेन नाम्दा ग्यावाले साङ्गे छुटु डवाला होइन, अनि अ, ग्याला खुइसे थिसिन्दु अनि सिम्जे लामे चिचुल भन्नु, यो के भन्नुभएको छ भने सिम्जे नाम्दा घ्यावाले भने चाहिँ कोही एकजनाले के सोचाइ लिएको छ भने अ, दुःख परेको होइन मानवताहरूलाई फाइदा गर्नु र के भन्छ मद्दत गर्नु र अनि आफ्नो लामा गुरु गौतम बुद्धहरूलाई राम्रो गर्यो, त्यो गर्यो भने गौतम बुद्ध लामाहरूलाई केही चढाउ होइन मान गर, त्यो राम्रो हो। त्यहाँ दुःख परेको अनि मानवताहरूलाई त्यो गरेर केही फाइदा छैन भनेर एउटा क्वेसन उहाँको सोचाइमा, अनि बौद्धिस्ट अथवा शान्तिदेवले त्यस्तो होइन सिम्जे नाम्दा ग्यावाले, किनभने हामी किन लामा गुरु गौतम बुद्ध गुरु रिम्पोछे फक्पा रेसे डोल्मा लामा चोखाबाहरूलाई किन हामीले पाठ पूजा गर्छ, किन हामीले फुल चढाउँछ, बत्ती चढाउँछ, किन चढाउँछ भने म बुद्धको ज्ञान प्राप्त गर्नुको लागि, यो पुण्य चाहिँ जुन मैले त्यस्ता गरेका पुण्य चाहिँ मेरो बुद्धको ज्ञान प्राप्त हुनेको कारणमा जाओस् भनेर हामीले पूजा गर्छ नि। त्यस्तो हो भने बुद्धको ज्ञान प्राप्त गर्ने कारण के हो भने दुःख परेकोहरूलाई दुःखबाट निकाल्ने र अनि सुखद को राम्रो अवस्थामा लानुको लागि हो। हामीले त्यो सोच्छ नि होइन, डोला फेन्चरसँगै डुबर्स्यो भन्छ नि होइन, त्यस्ता हो भने गौतम बुद्धको सोचाइ पनि त्यही हो होइन। गौतम बुद्धलाई लाखौँ लाखौँ चढाएको र एउटा दुःख परेको अनि मानवताहरूलाई हामीले दुःखबाट हटाउन सक्यो भने गौतम बुद्धलाई लाखौँ लाखौँ चढाएको भन्दा पनि त्यो राम्रो हो भनेर उहाँले शान्तिदेवले उहाँले उल्लेख गर्नुहुन्छ। सिम्जन्नम द ग्यावालले साङ्गे छुटु डावाला बुद्धको ज्ञान प्राप्त पुण्य कमाउने एउटै हो। हामी किन हामीले पाठ पूजा पुण्य कमाउँछ भने गौतम बुद्धको ज्ञान प्राप्त गर्नुको लागि। त्यस्तो हो भने अनि जुन दुःख पीडित परेकोहरूलाई पनि सहयोग गर न होइन, त्यो जुन सहयोग गरेको पुण्य पनि अनि गौतम बुद्धको ज्ञान प्राप्त गर्नुलाई एउटै हो भन्नुहुन्छ। सँगै छुटुक्टवाला ग्याला खुइचे थिसिन्दो, ग्याला भनेको चाहिँ गौतम बुद्धलाई हामीले कसरी मान गर्छ होइन, हामीले कसरी सम्मान गर्छ, कसो गरी पाठ पूजा गर्छ, त्यही जस्तै दुःख पीडित परेकोहरूलाई पनि त्यस्तै गरेर मद्दत गर होइन, त्यस्तो भन्नुभएको छ। त्यस कारणले हामीले राम्रोसँग सोच्यो भने मान्छेलाई हामीले मुख छाड्ने, मान्छेलाई घृणा गर्ने, मान्छेलाई डाहा गर्ने गर्दाखेरि हामीले कतिको पाप कमाउँछ। पुण्य कमाउनु पर्ने ठाउँमा हामीले पाप कमाए होइन, पापले गर्दाखेरि हामीले दुःख पाउने नजानेहरू रहेछ नि होइन। अहिले हामीले म आफै पनि केही पनि जान्दैन, तर पनि मेरो आफैलाई एकदमै यो सानै बच्चादेखि सिकाउने मलाई टिचर धेरै छ। यो एक त परम पूज्य दलाई लामाजीको एउटा आशीर्वाद, अनि मलाई म गुम्बामा बस्दाखेरि 25-30 वर्षसम्म सिकाइदिने मेरो धर्म गुरुहरूले एक दुई शब्द भनेको चाहिँ म तपाईँहरूलाई म यो के कस्तो हो भने एउटा मेसेन्जर जस्तो होइन, भन्ने मात्र म आफैले अभ्यास गर्नु एकदम गाह्रो छ। तर पनि जुन एक दुई शब्द जानेको चाहिँ तपाईँहरू के भन्छ जान्नु सिक्नु खोज्नेहरूलाई केही न केही फाइदा हुन्छ भनेर म तपाईँहरूलाई भन्न आएको हो। त्यस कारणले हामीले जहिले पनि रिस ड्राहा घृणा भन्ने चाहिँ हामीले नगरौँ, पछाडि मान्छेलाई मुख नछाडौँ। मुख छाडेर के फाइदा, ओ यसले यति पैसा कमाएछ, उसले यो गरेछ, उसले यस्तो नेपालमा घर किनेछ, जग्गाबारी किनेछ भने के फाइदा, किने एकदमै राम्रो हो भन्ने आफैले त्यो सोचाइ लिने, अनि पछाडि मुख छाडेर के फाइदा। मुख छाडेर त्यो जुन किन्ने मान्छेले हामीलाई दिँदैन होइन, मुख मुख नछाडेर हामीलाई दिने होइन, केही पनि फाइदा छैन हामीलाई। त्यसको साटो त फाइदा एकदम राम्रो हो, गरेर खाएको राम्रो हो होइन। म खुसी छ भन्यो भने उसलाई एउटा सम्मान मनबाट सम्मान गर्यो भने त्यो राम्रो नि। चिन्ने मान्छे हो नचिन्ने मान्छे हो, आफ्नो शत्रु हो मित्र होस्,
हाम्रो मनलाई एउटा शान्ति राख्ने न आफैले प्रयास गर्नुपर्ने रहेछ। हाम्रो मनको शान्ति राख्नलाई बाहिरको धन सन्तिले धन सम्पत्तिले हाम्रो मन शान्ति कहिले पनि हुँदैन। भित्रको मनको शान्ति बाहिर किन्नु पाउँदैन। मान्छेले बनाउनु सक्दैन। गौतम बुद्ध आफैले उहाँले प्रवचनमा भनिसकेको छ होइन, मैले जुन तपाईँहरू दुःखबाट कट्नेको बाटो मैले देखाइसकेको छु, त्यो बाटोमा जाने नजाने तपाईँहरूको हातमा हो भनेर भनिसकेको छ नि। त्यस्ता हामी गौतम बुद्धले भन्दा भन्दै हामी फेरि गौतम बुद्धले गौतम ज्ञान प्राप्त किन गर्यो भन्ने त्यो बारेमा हामीले जानेको छैन। अनि हामीले मान्छेलाई मुख छाडिरहेको छ, मान्छेको कुरा काटिराखेको छ होइन, यसले उस्तो गरेछ उसले यस्तो गरेछ। जम्मै पछि हामी मर्दाखेरि के त्यो पाप लगेर सँगै जानुपर्छ नि। धन सम्पत्ति लानु पाउँदैन, घर जमिन लानु पाउँदैन होइन, आफन्त परिवार जति भयो भने हामी लानु पाउँदैन। के लाने हो? धर्म कमाएको छ भने धर्म लाने हो, पाप कमाएको छ भने पाप लाने हो। धर्म र पाप मात्रै, यो दुईटा मात्रै हो, पाप र धर्म मात्रै। अर्को केही लानु पाउँदैन। त्यस कारणले आफन्तको लागि हामीले पाप नकमाऊ, आफन्तको लागि हामीले धर्म कमाऊ होइन। रिस डाहले गर्दाखेरि हाम्रो धर्मलाई अभ्यास गर्नुलाई यसले कस्तो हानिकारक गर्छ। त्यस कारणले यो भिडियो चाहिँ अलिकति लामो भयो, तर पनि मैले जे आफैले अनुभव गरेको र जे आफैले समाजमा हामीले देखेको छु म तपाईँहरूलाई एक दुई शब्द भनेको। यसमा मैले केही गल्ती गरेको छ भने अनि दुई हात जोडेर माफ माग्न चाहन्छु। ट्रेसी दिले पछिल्लो भागमा भेटौँला। थ्याङ्क यू।